यही हो सफलताको स्वर्ण ध्वजा, यही हो सफलताको स्वर्ण ध्वजा। आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यूहरू, मञ्चमा आसीन अतिथिज्यूहरू, दुधको दुध पानीको पानी छुटाउन बस्नुभएको निष्पक्ष निर्णायक मण्डलहरू, शिक्षाको ज्योति छाने गुरुवर्गहरू र मेरो सुख दुःखमा साथ दिने प्यारा प्यारा साथीहरूको माझमा मेरो न्यानो नमस्कार। कक्षा 7 को अधीनित छात्र आरस फेयर पहिलो सदनबाट पिसल्यान्ड एकाडेमीद्वारा आयोजित यस कार्यक्रममा सहभागी लिन पाउँदा म आफूलाई धेरै भाग्यमानी ठान्दछु। आजको यस कविता वाचन प्रतियोगिताको शीर्षक रहेको छ अनुशासन। अनुशासनको महत्त्व छ जिन्दगीमा ठुलो, अनुशासनको महत्त्व छ जिन्दगीमा ठुलो। यसले बनाउँछ मान्छेलाई साहसी र बलियो, यसले बनाउँछ मान्छेलाई साहसी र बलियो। नियम र कानुनको पालना गर्नु हो अनुशासन, नियम र कानुनको पालना गर्नु हो अनुशासन। सफलताको मार्गमा बन्छ यो मार्गदर्शन, सफलताको मार्गमा यो बन्छ मार्गदर्शन। समयको ख्याल राख्नु, कर्तव्यनिष्ठ हुनु, समयको ख्याल राख्नु, कर्तव्यनिष्ठ हुनु। आफ्नो काममा लगनशील र दक्षित हुनु, आफ्नो काममा लगनशील र दक्षित हुनु। बडोको आदर गर्नु, सानोलाई माया, बडोको आदर गर्नु, सानोको माया। यही अनुशासनले सुन्दर बनाउँछ छाया, यही अनुशासनले सुन्दर बनाउँछ छाया। अव्यवस्था र अराजकतालाई हटाउँछ यसले, अव्यवस्था र अराजकतालाई हटाउँछ यसले। समाजलाई सही दिशामा डोर्याउँछ यसले, समाजलाई सही दिशामा डोर्याउँछ यसले। विद्यार्थी जीवनमा त जन्य अनमोल छ, विद्यार्थी जीवनमा त जन्य अनमोल छ। अनुशासन भए त भविष्य उज्जवल छ। सफलताको शिखर चुम्न अनुशासन चाहिन्छ, हरेक पाइलामा यसको महत्त्व पाइन्छ। आफ्नो लक्ष्यमा पुग्न यो आवश्यक अस्त्र हो, अनुशासित जीवन नै सर्वोत्तम शस्त्र। छात्र होस् या सैनिक सिपाही, छात्र होस् या सैनिक सिपाही, अनुशासनले बनाउँछ साहसी। जीवनको मूल मात्र यही, जीवनको मूल मात्र यही, अनुशासित बनाउने हो सही। यति भन्दै म मेरा केही शब्दहरू यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद।